यो वर्ल्ड कप नखेलाई नै फ्रान्सलाई कप दिँदा नि भयो केटा हो, किनभने यस्तो खतरा पर्फर्मेन्स मोरक्कोलाई एक चान्स नि दिएन। यो गेममा चाहिँ एम्बाप्पे एकदमै हिरोइक पर्फर्मेन्स। वर्ल्ड कपमा के हुन्छ, एम्बाप्पेलाई कसको आत्मा आउँछ, फेरि एक गोल एक एसिस्ट आइसकेको छ एम्बाप्पेबाट। ओभरअल यो गेममा चाहिँ एम्बाप्पे टफ नै थिए। सुरुमै पेनाल्टी वान्ट गरे, पेनाल्टी मिस गरे, तर ओभरअल गेममा हेर्नु पर्दा एम्बाप्पे एकदमै राम्रो थिए। यो गोल हेरौँ के पहिला, लुक एट दिस गोल, एकदमै ब्याङ्गर होइन। बोनोलाई एउटा चान्स नि मिलेन यो गोल रोक्नको लागि। यो गेममा चाहिँ मोरक्कोलाई चान्स नि दिएन क्या। एक्जी कुरा गर्नु पर्दा फ्रान्सको एक्जी लगभग 4 छ भनेपछि मोरक्कोको 0.12 के। यत्तिकै थाहा हुन्छ कि मोरक्कोलाई कतिको चान्स मिल्यो होला यो गेममा। फ्रान्सले 3.69 को एक्जी प्लस 22वटा टोटल सर्ट र 8वटा सर्ट अन टार्गेट। मोरक्कोबाट बोनोले त्यो सेभ सुरुमा फर्स्ट हाफमा त्यो सेभहरू नगरे भए त यत्तिकै मोरक्को 2-3 त फर्स्ट हाफमै खाइसकेको थियो। फर्स्ट हाफमै मोरक्कोले फ्रान्सले 3 बिग चान्स मिस गरिसकेको थियो क्या। यत्तिकै थाहा हुन्छ कस्तो डोमिनेन्स पर्फर्मेन्स छ। ओभरअल अट्याकिङको कुरा गर्नु पर्दा एम्बाप्पे टप, डेम्बेले आज 1 गोल आइसक्यो, ब्यालन डोर विनर, एकदमै राम्रो गेम। डुएले लेफ्ट साइडबाट चान्सहरू क्रिएट गरि नै रहेको थियो, एक एसिस्ट पनि आयो डुएबाट। स्पेसली एम्बाप्पेको कुरा गर्नु पर्दा एज अ स्ट्राइकर 4वटा चान्स क्रिएट गरेको छ किलियन एम्बाप्पेले। यत्तिकै थाहा हुन्छ यो प्लेयर कस्तो फर्ममा छ र यो वर्ल्ड कपमा के गर्न सक्छ भनेर। अलरेडी 8 गोल 3 एसिस्ट 11 को जिए यो वर्ल्ड कपमा छ। यस्तै पर्फर्मेन्स हो भने चाहिँ गोल्डन बुट हो या बल त ढुक्कै नै हो। डेम्बेलेको नि एकदमै राम्रो पर्फर्मेन्स थियो, उसले नि 4वटा चान्स क्रिएट गरेको थियो, एउटा गोल पनि आयो र ओभरअल डेम्बेलेबाट चाहिँ इम्प्रेस छु म आजको गेममा। नर्वेको गेममा नि ह्याट्रिक आएको थियो। ओभरअल अट्याकिङमा चाहिँ एकदमै राम्रो छ फ्रान्स। ओलिसेक नम्बर 10 को रूपमा खेलिरहेको थियो र उसले नि धेरै चान्सहरू त्यस्तो क्रिएट नगरे पनि ट्राई टु क्रिएट समथिङ होइन। अनि उसको चाहिँ गोल कन्ट्रिब्युसन नआए पनि ओभरअल गेम चाहिँ एकदमै राम्रो नै थियो। मिडफिल्डमा रेबोर्ड र कोनेको गेम नि एकदमै राम्रो थियो। दुवैले चाहिँ जस डिफेन्सिभली अट्याकिङ ओभरल्याप रनहरू होस् या त्यस्तो हानिरहेको थियो टाइममा। सो केही बाहिरबाट सर्ट नि लगेको थियो, त्यस्तो सर्ट अन टार्गेट चाहिँ भएन। जस ओभरअल गेम चाहिँ मिडफिल्डबाट नै राम्रो नै आएको थियो। म चाहिँ लेफ्ट ब्याक डिग्नेबाट इम्प्रेस छु। एउटा चाहिँ सर्ट जस्ट 10 बार भन्दा माथिबाट गएको थियो। ओभरअल गेम चाहिँ लेफ्ट ह्यान्ड साइडबाट खाइदिएको नै थियो भन्छु। केही चान्स क्रिएट गर्न नै दिएको थिएन मोरक्कोबाट, डिफेन्सिभली होस् या अफेन्सिभली एकदमै राम्रो थियो ऊ चाहिँ। अनि सेन्टर ब्याकको कुरा गर्नु पर्दा दे आर द टप सेन्टर ब्याक इन द वर्ल्ड होइन। उपामिकानो, सालिबा, सोलिड पर्फर्मेन्स। आज कुण्डेको गेम नि एकदमै राम्रो थियो। ओभरल्याप रन होस् या डिफेन्सिभली पनि ट्याकलहरू जस डिफेन्सिभ कन्ट्रिब्युसन नि राम्रो थियो। डिफेन्सिभ कन्ट्रिब्युसन 5वटा क्लियरेन्स 1 इन्टरसेप्ट। ओभरअल कुण्डेको गेम पनि एकदमै राम्रो थियो। मोरक्कोबाट कुरा गर्नु त्यस्तो स्पेसल चाहिँ के लागेन आजको गेममा चाहिँ। जस फ्रान्सले चाहिँ आउट क्लास नै गरिदिएको थियो तिनीहरूलाई। त्यहाँबाट इम्प्रेसिभ पर्फर्मेन्स भने बोनोको नै हो। 2 गोल खाए पनि ओभरअल पर्फर्मेन्स भने बोनोको नै थियो। यति क्रुसल सेभहरू गरिरहेको थियो बोनोले। सो ओभरअल गेम भनेको चाहिँ बोनोकै टफ थियो। हाकिमी आफ्नो साइडबाट चान्सहरू क्रिएट गरिरहेको थियो, जस 2 चान्स क्रिएट गर्यो उसले आफ्नो टिमको लागि। सोलिड डिफेन्सिभली त ऊ सोलिड नै छ नर्मली। सो ओभरअल गेम चाहिँ हाकिमीको नर्मल डिसेन्ट नै गएको थियो। सबै यङ प्लेयरहरू भएर नि यस प्रेसर गेम झेल्न नसकेको नि हुनसक्छ मोरक्कोबाट। तर मोरक्कोको पर्फर्मेन्स हेर्दा चाहिँ डिसपोइन्ट त्यस्तो लाग्ने चाहिँ छैन, किनभने फ्रान्सको यस्तो राम्रो अट्याक छ, यस्तो हाम्रो टिमले चाहिँ जस मोरक्कोलाई नै रुवाइदिएको नै भन्छु होइन। मोरक्को यो वर्ल्ड कपबाट बाहिरिए पनि धेरै पोजिटिभ छ मोरक्कोको लागि सिक्नुपर्ने यो गेममा चाहिँ। यो गेममा भन्नुपर्दा ओभरअल वर्ल्ड कप पर्फर्मेन्स चाहिँ एकदमै राम्रो नै थियो भन्छु म चाहिँ। धेरै यङ प्लेयरले भरिएको टिम छ, तर फ्युचरमा चाहिँ अफकोर्स मोरक्को विल बी वान अफ द टप साइड इन वर्ल्ड फुटबल। बुवाटी जस्ता यङ प्लेयर, साइबेरी जो चाहिँ भर्खर बाइन जोइन भएका छन्, त्यस्ता यङ प्लेयरहरू टिममा
टपमा छन्। सो ओभरअल फ्युचर अफ मोरक्को टिम चाहिँ ब्राइट नै देख्छु म चाहिँ। र यसको साथसाथै फ्रान्स चाहिँ सेमी फाइनल पुगिसकेको छ र सेमी फाइनलमा स्पेन कि चाहिँ बेल्जियम भेट्छ होला। तर ओभरअल यो वर्ल्ड कपमा हेर्नु पर्दा स्पेनको गेम नि यस्तो टप नच चाहिँ गएको छैन। सो बेल्जियमलाई हराएर सेमीमा चाहिँ फ्रान्स भेट्छ। यो गेम चाहिँ एकदमै टफ हुन्छ इन केस अफ स्पेनले जित्यो भने। सो वाट डु यु थिङ्क गाइज? ओभरअल भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र यस्तै भिडियोको लागि सब्सक्राइब र फलो गर्न नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ। गुड बाई।